साथीहरु नमस्कार, म दीपक खत्री। आज हजुरहरुलाई मैले ट्रायंगल काउन्टिङको टाइप 2 को क्वेशन लिएर आएको छु। हेर्नु त टाइप 2 को कस्तो क्वेशन हुन्छ भन्दाखेरि हेर्नु त तल दिएका चित्रहरुमा त्रिभुजको संख्या पत्ता लगाउनुहोस्, गणन गर्नुहोस् भनेको छ। अब हेर्नु है, पहिलो चित्रमा हेर्नु गयो भने हामीले यसलाई छोटो तरिकाबाट कसरी गर्न सकिन्छ भनेपछि हेर्नु यसलाई नम्बरिङ गर्ने 1 2 3 4 हेर्नु है 4 गर्छौं। सबभन्दा ठूलो नम्बर कति 4 4 into 2 गर्दिन्छौं। यसमा कतिवटा त्रिभुज छन् भन्दाखेरि यसमा 8 वटा त्रिभुज छन्। हेर्नु है 8 वटा त्रिभुज छन्। अब 2 नम्बरको चित्र हेरौं। 2 नम्बरको पनि त्यस्तै गरेर नम्बरिङ गर्नु 1 2 3 4 5 सबैभन्दा ठूलो है। सबैभन्दा ठूलो भने 5 5 into 2 गरेर यसमा कतिवटा त्रिभुज छन् भन्दाखेरि यसमा 10 वटा त्रिभुज छन्। हेर्नु त दोस्रो चित्रमा 10 वटा छन्। अब हेरौं तेस्रो चित्र 3 नम्बरको चित्र हेर्नु त्यस्तै गरेर नम्बरिङ गर्नु। अब हेर्नु 1 2 3 4 5 6 7 8 सबैभन्दा ठूलो कति त 8 8 into कति गर्छौं भन्दा 2 गर्छौं। डबल गर्दिने 8 दुना कतिवटा भन्दा यसमा 16 वटा त्रिभुज। यसमा कतिवटा त्रिभुज त 16 वटा त्रिभुज। अब 4 नम्बरको हेर्नु त्यस्तै गरेर 4 नम्बरको हेर्यो भने हेर्नु यसैको सेम चित्र भित्र छ। सेम चित्र भित्र भने हेर्नु सेम चित्र भने यो वाला भित्रवालाको हेर्नु यो भित्रवाला छ एउटा भित्र छ एउटा चाहिँ सेम बाहिर छ। अब यसलाई गणना कसरी गर्ने भन्दाखेरि बाहिर भित्र नै नम्बरिङ गर्ने। बाहिर भित्र भने चाहिँ पहिला बाहिर गर्नु 1 2 3 4 5 6 7 8 हेर्नु त 8। अब के गर्दिन्छौ भन्दाखेरि 8 को डबल 8 into 2 गर्यो भने कति वटा त 16 वटा। 8 into 2 गर्यो भने यसमा 16 वटा। अब भित्र हेर्नु है भित्रपट्टि हेरौं। अब भित्रको पनि नम्बरिङ गरौं 1 2 3 4 5 6 7 8 बाहिर 8 हुँदा 16 हो भने भित्र 8 हुँदा पनि 16 हो। अब हेर्नु त 16 मा 16 जोड्नु भने यसमा कतिवटा भन्दाखेरि यसमा कतिवटा भन्दा 32 वटा त्रिभुज रहेछन्। हैन 4 नम्बरको कतिवटा रहेछन् भने 32 वटा त्रिभुज रहेछन्। अब त्यस्तै गरेर हेर्नु 5 नम्बरको हेर्नु 5 नम्बरको हेर्यो भने पहिला यति टुक्रामा मात्रै गर्नु। यति टुक्रामा मात्रै गरौँ। अगाडि नम्बरिङ गरौँ 1 2 3 4 4 दुना 8 हैन यसमा 8 भइहाल्यो। हेर्नु त सबभन्दा ठूलो भने 4 4 दुना कतिवटा भन्दाखेरि 8 वटा। 4 दुना कति भन्दा 8 वटा। अब उतापट्टिको हेर्नु त 1 2 3 4 यता 8 हो भने यता पनि 8 हेर्नु त प्लस 8 गरेर कतिवटा भन्दा 16 वटा। यति मात्रै होइन। अब हामीले हेर्ने के हो भने जोडिया ठाउँ भने त यो हैन छुटा छुटै अलग अलग गर्ने जोडिया ठाउँमा त्रिभुज बन्छ कि बन्दैन हामीले याद गर्नुपर्ने थियो। अब जोडिया ठाउँ हेर्नुभयो भने हेर्नु त एउटा त्रिभुज यो बन्छ। जोडिया ठाउँ एउटा त्रिभुज यो बन्छ माथितिरबाट। अब तलतिरबाट हेर्नुभयो भने एउटा त्रिभुज यो बन्छ। हेर्नु त एउटा त्रिभुज यो बन्छ। एक्स्ट्रा कतिवटा बने भन्दा जोडिया ठाउँमा 2 वटा। अब जम्मा कतिवटा भन्दा 8 16 16 मा 2टा भने कतिवटा त्रिभुज भन्दाखेरि 18 वटा त्रिभुज। हेर्नु त 5औं नम्बरको चित्रमा कतिवटा त्रिभुज रहेछन् भन्दाखेरि 18 वटा त्रिभुज रहेछन्। अब 6 नम्बर हेर्नु 6 नम्बर पनि त्यस्तै गरेर टुक्रामा गर्नु। पहिला टुक्रामा गर्ने भने चाहिँ यहाँबाट छुट्याइदिनु यताबाट छुट्याइदिनु यता नम्बरिङ गर्नु 1 2 3 4 5 6 है 6 भए। हेर्नु त 6 भए भने सबभन्दा ठूलो 6 दुना कतिवटा भन्दाखेरि 12 वटा। यता 12 वटा। अब उता पनि नम्बरिङ गर्नु 1 2 3 4 5 6 यता 6 हुँदा 12 हो भने उता पनि 12 गरि राख्न जरुरी भएन। हेर्नु त यता पनि 12 वटा। अब हेर्ने के हो भन्दाखेरि हामीले जोडिया ठाउँमा हेर्ने हो। जोडिया ठाउँमा कतिवटा बन्छन् भन्दाखेरि हाम्रो जोडिया पोइन्ट त यो हो नि। जोडिया पोइन्ट त यो। अब जोडिया ठाउँ हेर्नु कहाँ बन्छन् भने हेर्नु यहाँसम्म मात्रै लियो भने एउटा यहाँ छ। यो त्रिभुज जोडिया ठाउँबाट बन्ने त्रिभुज एउटा यो भयो। यसको तल हेर्नुभयो भने एउटा हेर्नु तल हेर्नुभयो भने एउटा 2 वटा भयो। हेर्नु त प्लस 2 वटा प्लस 2 वटा अझै बन्छन्। हेर्नु अझै कहाँ बन्छन् भनेपछि पुरै लियो भने यहाँदेखि कहाँसम्म लियो भने यहाँसम्म लियो भने एउटा यो बन्छ। हेर्नु एउटा त्रिभुज यो बन्छ। अर्को यसैको उल्टोमा हेर्नु उल्टोमा भने यहाँबाट हेर्नु एउटा यो बन्यो भने अरु कतिवटा बने भन्दाखेरि हेर्नु त अरु 2 वटा बने। अब जम्मै जोड्नु कति हुन्छ हेर्नु त जम्मै जोड्यो भने अब हेर्नु 12 12 24 24 मा 4 भने कतिवटा भन्दाखेरि 28 वटा। यसमा कतिवटा त्रिभुज रहेछन् भन्दाखेरि 28 वटा। 6 नम्बरको चित्रमा 28 वटा त्रिभुज रहेछन्। अब 7 नम्बरको हेर्नु 7 नम्बरको हेर्यो भने टुक्रा टुक्रामा गनौं। हेर्नु यहाँ त 4 वटा टुक्रा सेम छ नि। एउटा टुक्रामा गन्यो भने थाहा भइहाल्छ। हेर्नु त एउटा टुक्रामा मात्रै गन्यो भने थाहा भइहाल्छ। हेर्नु यतिमा मात्रै गन्यो भने यसलाई नम्बरिङ गर्नु 1 2 3 4 यसमा कति भन्दाखेरि 4 दुना 8 वटा। हेर्नु 4 दुना 8 वटा। तर हेर्नु यस्तै टुक्रा कतिवटा छन् भने एउटा यो भइहाल्यो एउटा यो 2 वटा 3 वटा 4 वटा इन्टु सिधै 4 गर्दिने इन्टु 4 गर्यो भने 8 चक्कु
8 चौक कति त 32 हेर्नु त 8 चौक 32 वटा। अब हेर्ने के हो भन्दा हामीले जोडिया ठाउँमा हेर्ने हो। जोडिया ठाउँमा हेर्ने हो भने नि पहिलो र दोस्रोमा हेरौँ। पहिलो र दोस्रोमा हेर्यो भने हेर्ने एउटा यो बन्छ, एउटा यो बन्छ, हेर्ने यो सिधा देखिया छ, स्पष्ट देखिया छ, एउटा यो बन्छ। यसैको उल्टोमा हेर्नु पर्ने हो, एउटा यो बन्छ। दुईवटा हेर्नु त पहिलो र दोस्रो जोडिँदाखेरि दुईवटा लेखिहाल्नु, फेरि बिर्सिन्छ दुईवटा। अब हेर्ने फेरि अब दोस्रो र तेस्रो हेर्नु, दोस्रो र तेस्रोमा पनि बन्छ एउटा, दोस्रो र तेस्रोमा पनि एउटा यो, एउटा यो, हेर्ने एउटा यो भइहाल्यो। यसैको उल्टोमा हेर्नुभयो भने हेर्ने एउटा, यसैको उल्टोमा एउटा छ, एउटा यो वाला छ। फेरि कतिवटा बने भन्दाखेरि दुईवटा, अरू दुईवटा अझै बन्छन् हेर्दै, अझै दुईवटा कहाँ भन्दा अब यो र यो जोडिया पनि त बन्छ होला हेर्नु त। यो र यो जोडिया ठाउँमा भने हेर्ने यहाँ हेर्नुभयो भने एउटा यो हेर्नु त, एउटा त्रिभुज यो, एउटा त्रिभुज यो भइहाल्यो हेर्ने, एउटा त्रिभुज यो भइहाल्यो। यसैको उल्टोमा बन्छ एउटा, यसैको उल्टोमा हेर्नु त, यसैको उल्टोमा एउटा यो, कतिवटा भन्दा अरू दुईवटा। अझ हजुरले यहाँनिर के सम्झिन सक्नुहुन्छ भने प्रत्येक चित्र दुईवटा जोडिया ठाउँमा दुईवटा चित्र बन्छ भनेर सम्झिने। हेर्नु त एउटा पोइन्ट देख्ने बित्तिकै यहाँ दुई बन्छ, यहाँ दुई बन्छ, यहाँ दुई बन्छ भनेर सम्झिने। 1 2 3 भने 3 दुना 6 वटा बन्छ भनेर सिधै सम्झे पनि हुन्छ। हजुरलाई स्पष्ट पार्नलाई मैले भने अझै एउटा चित्र छ हेर्ने, अझै एउटा चित्र कहाँ छ भन्दाखेरि त्रिभुज हेर्ने, यो तीनटा जोडिएर बन्नेवाला त्रिभुज हेर्ने, यो वाला त्रिभुज छ नि हेर्ने, मैले केरेर देखाइदिएँ स्पष्ट। यो वाला त्रिभुज एउटा चाहिँ यो हेर्ने क्लियर देखिया छ, यो वाला त्रिभुज छ। +1 गरे भने अब जम्मै जोड्नु, यसमा भएको यतिवटा मात्रै हो। यसलाई पुरैलाई जोड्नु त, यसलाई पुरैलाई जोड्ने, यो वाला क्लियर देखिया छ हेर्ने। 32 मा 2 भने 34, 34 मा 2 36, 36 मा 2 38, 38 मा 1 जोड्नु भने कति भन्दा 39 वटा। यसमा कतिवटा त्रिभुज रहेछन् भन्दाखेरि 39 वटा त्रिभुज रहेछन् 7औं नम्बरको चित्रमा। यसरी छोटो तरिकाबाट गर्न सकिन्छ।